नमस्ते। अहिले हामी चाहिँ बागलुङको तातो पानी भन्ने ठाउँबाट अहिले जाँदैछौँ बागलुङ बजार। करिब यहाँबाट 1 घन्टा हिँड्नुपर्ने छ। त्यस्तै क्रममा हामी चाहिँ अहिले 3 जना हिँडिरहेका छौँ। यो बागलुङको वार्ड नम्बर 3 तातो पानी भन्ने ठाउँबाट हामी बागलुङ बजारमा जाँदैछौँ र आजको हाम्रो यात्रा बागलुङ बजारबाट बेनीसम्म जाने तय छ। तर हामी समयको अभावको कारणले बेनीसम्म पुगेर मुस्ताङ जान आज सकिँदैन कि भन्ने अलिकति मनमा चिसो लागिरहेको हुनाले तैपनि हामी चाहिँ भोलि बिहान बेनीबाट गाडी चढ्ने भन्ने हाम्रो 3 जनाको सल्लाह भइसकेको छ। यदि सम्भव भएसम्म आज हामी बेनीमा जाने र बेनीबाट भोलि मुस्ताङ जाने भन्ने हाम्रो यो योजना छ। तपाईहरु अहिले चाहिँ हेर्दै हुनुहुन्छ यहाँ यो बागलुङको मध्य पहाडी लोकमार्ग जुन नेपालकै सबैभन्दा लामो लोकमार्ग अन्तर्गतको मध्य पहाडी लोकमार्गमा हामी छौँ र यहाँ चाहिँ थुप्रै गाडीहरू हिँड्ने गर्दछन्। थुप्रै गाडीहरू हिँड्ने गर्दछन्। तर यहाँको बाटो सुधार हुन नसकेको हो कि भन्ने लागिरहेको छ हामीलाई। किन भन्दा यहाँ थुप्रै गाडीहरू हिँड्ने मध्य पहाडी नेपालकै लामो लोकमार्ग भिङ्गिठे बुर्तिबाङ हुँदै तपाईको रुकुम रोल्पासम्म जाने यो बाटो छ। तर यस्तो अवस्थाले हामी हिँड्नु परिरहेको यो अवस्था छ कि अहिले एकदमै ठुलो पानी परिरहेको छ। हामी एकदमै ठुलो पानी आइरहेको छ। अहिले चाहिँ एकदमै ठुलो पानी आइरहेको छ। देखिरहनु भएको छ गाडीहरू पनि जिपहरू प्राय मात्रामा नाइट गाडी र जिपहरू हिँड्ने गर्दछ यो बाटोमा। तर हामीले अहिले यो एउटा बाटो देख्न सक्नुहुन्छ। यहाँ एकदमै पानी परेको हुनाले यो बाटो रातो माटो भएको हुनाले यो बाटो अत्यन्तै हिलो छ र हामी यसरी झोला बोकेर हिँड्ने पर्ने यो एउटा बाध्यताले को कारणले गर्दाखेरि तपाईहरुले देख्न सक्नुहुन्छ हामीलाई एकदमै शास्ति भइरहेको अहिलेको अवस्थामा तपाईहरुले देखिरहनु भएको छ। यो बाटोमा थुप्रै गाडी प्राइभेट गाडीहरू जिपहरू र नाइट गाडी समेत गरी लामो यात्राका गाडीहरू चल्ने यो बाटोको हालत देख्दा लाग्छ यो ठाउँमा चाहिँ एउटा गतिलो मन्त्री छैन कि भन्ने हामीलाई लागिरहेको छ। किन भन्दा कि भएर पनि काम गर्न नसकेको हो कि भन्ने लागिरहेको छ। तपाईहरुले यो हालतको यो बाटोको अवस्था हेर्दाखेरि बाटो चिप्लो छ। यहाँ मानिसहरू हिँड्नलाई एकदमै शास्ति छ। सम्मो भए तापनि शास्ति एकदमै छ, हिलो छ यो बाटोमा। त्यसै कारणले गर्दाले आज एकदमै ठुलो पानी परिरहेको छ। तपाईहरु हेर्दै हुनुहुन्छ अहिले म बागलुङको वार्ड नम्बर 3 तातो पानी भन्ने ठाउँबाट तपाईहरुलाई लाइभ गराइरहेको छु। तपाईहरुले देखिरहनु भएको छ हामीलाई हिँड्नलाई यति गाह्रो छ कि हिलो बाटो ठुलो पानी। यस्तै हुने हो भने नेपालमा विकास नहुनुको मुख्य कारण भनेको एउटा नेपालको राम्रो र गतिलो एउटा नेता जन्मिन नसक्नु नै नेपालको लागि ठुलो बाधाको एउटा माध्यम हो। नेपालमा यदि राम्रो र गतिलो मान्छे हुन्थ्यो भने यस्ता नेपालका हजारौं बाटोहरू हामीले अहिले 8 जिल्लामा घुमिरहेका छौँ। तर थुप्रै ठाउँहरूमा यस्ता बाटाहरू छन् जहाँ यातायातको सुविधाहरू पुगेको छैन र यातायात पुगेको ठाउँमा पनि बाढी पहिरो र भुसेको कारणले गर्दाले त्यस ठाउँमा वर्षमा 2 महिना पनि गाडी चल्न सक्ने अवस्था छैन र त्यसमा पनि जिप त झन् अहिले चल्नु पर्ने भए तापनि चल्न सकिरहेको छैन भनेपछि तपाईँ आफै बुझ्न सक्नुहुन्छ यो कस्तो ठाउँ हो, कहाँ हो।
र नेपालमा यस्ता हजारौँ ठाउँहरू बाटाहरू छन्। यसको विकास कहिले गर्ने? तपाईँहरू संसदमा बसेर एउटा राष्ट्रको काठमाडौँको बालुवाटारमा बसेर तपाईँहरूले विकास गर्न सक्नु हुँदैन। यदि विकास गर्नुहुन्छ भने यस्ता ठाउँहरूमा तपाईँहरू जान एकदमै अत्यावश्यक छ। तपाईँहरू जबसम्म यस्तो ठाउँहरूमा जान सक्नुहुन्न तबसम्म तपाईँहरूले कहिले पनि यस्ता विकासका कामहरू गर्न सक्नु हुँदैन। किनकि यस्तो अवस्थाबाट गुज्रिएको यो मेरो देश लाग्छ। मलाई देशप्रति गर्व छ, तर देशमा काम गर्ने मान्छेहरूप्रति अलिकति पनि गर्व लागिरहेको छैन। किन भन्दा सबै घुसखोरी र आफन्त र आफ्नो लागि मात्रै सोच्ने भएको हुनाले यस्ता ठाउँहरूको विकास हुन सकिरहेको छैन। यो आज मैले देखाएको यो एउटा लाइभ भिडियो तपाईँहरूलाई कतिको मनपर्छ? कृपया मनपर्छ भने म यस्ता थुप्रै ठाउँहरूको बारेमा लाइभ भिडियोहरू लिएर आउने नै छु। तपाईँहरूले साथ दिनुहुने नै छ। धन्यवाद।